नमस्ते साथीहरू। आज हामी पोखरा घुम्ने क्रममा हाम्रो तेस्रो दिनको बिहानीको यात्रा सुरु गरेका छौँ र अहिले मेरो साथमा हुनुहुन्छ विष्णु चौधरीजी। अहिले हामी फेवातालको किनारमा बिहानको ब्रेकफास्टको लागि, अन्त ब्रेकफास्ट बिहानै हुन्छ, बिहान भन्नु जरुरी त थिएन, तैपनि सोझा साझा जनताहरूलाई बुझ्ने हिसाबले ब्रेकफास्टको लागि चाहिँ अहिले हामी हिँडिरहेका छौँ। र हामी आज चाहिँ नि अलिकति रेगुलरभन्दा फरक किसिमको ब्रेकफास्ट गर्छौँ कि भनेर विचार गरेको छौँ। अब हेरौँ के हुन्छ। तालको किनार हेर्नुहोस्, यही हो फेवाताल। तपाईँले सायद देख्नु भएको छैन होला। फेवातालमा साइले ढुङ्गा सरर, विष्णुजीको साइले चस्मा हारेर ल हेर्नुहोस्, यही हो फेवातालको किनारा। सूर्योदय भइसकेको छ पोखरामा। रमाइलो छ, राम्रो छ, सुन्दर छ। हेर्नुहोस् विष्णुजी नमस्कार। फेवातालको किनारमा यात्रा गर्दा तपाईँलाई कस्तो अनुभव भइरहेको छ? मलाई यस्तो भइरहेछ कि मेरो रगतमा फेवातालकै पानी बगिरहेछ कि जस्तो लागिरहेछ। तपाईँको यो अनुभवको लागि एक सलाम। ढुङ्गा म्यानेजमेन्ट कार्यक्रम हुँदैछ। के हो ढुङ्गामा बस्ने एकछिन के बस्नु त? हेर्नुहोस् ढुङ्गा। लौरोको पुरा सदुपयोग भइरहेछ। हेर्नुहोस् ढुङ्गा म्यानेजमेन्टको काम हुँदैछ। आवाज जान्छ त्यहाँसम्म? जान्छ नि।